हेलो गुड मर्निङ गाइस। फ्रेस बिहानी है। अनि मेरो ब्लगमा तपाईहरुलाई फेरि पनि स्वागत छ। म चाहिँ घर आएर बिहानी घाँस काट्नु जाँदै गरेको नजरा है। अनि घाँस पनि एकदमै नभएको हुनाले अल्छी लाग्दै घाँस काट्नु गए है। म चाहिँ बिहान बस्तीमा बिहान एकखेप घाँस काट्नै पर्ने हुन्छ है गाइस। अनि यसरी नै तपाईहरुलाई यो दृश्य देखाउँदै है। अनि म चाहिँ अल्छी लागेर एकछिन बसेर गीत गाउन मन लाग्यो है। तपाईहरुलाई कस्तो लाग्छ कमेन्टमा बताइदिनु होला है। धेरै दिन बादमा घाँस काट्नु परेर है अल्छी लाग्दै थियो। हेर्दा मायालु तिमीलाई म त भुल्छु तिम्रो मुहारलाई। साँच्चै यस्तो सुन्दरता मैले देखेको थिएन अरू कतै। मिलेका ती आँखाहरू झन् मन बिनाको धन ठुलो कि धन बिनाको मन। आकाशैमा उडी जाने ए चरी भन। दुनियाँलाई निहाल्ने त आकाश पनि सुन। मन बिनाको धन ठुलो कि धन बिनाको मन। अनि यसरी नै अल्छी लाग्दै घाँस काटेर बारी पुगेको पनि थाहै भएन है। अनि घाँसको बारी पुगेर घरतर्फ लाग्दै है। अनि अल्छी लाग्दै भए पनि घाँस निकै काटी पठाए। अनि यसरी नै घरमा आएर घाँसको बारी बिसाए है। अनि सानो बाख्राको पाटाहरू रहेछ है घरमा चाहिँ। मजाको रहेछ है। अनि यसरी नै जग्गा त्यहाँ माथि घर हो, त्यहाँ दोकान हो, त्यहाँ घर हो, त्यहाँ ल्याउनु हुँदैछ। त्यहाँ यहाँ चाहिँ आलु खन्दैछ र त्यो दुध हुँदैछ। दादा यतिकै राख्नु।
आइपुग्यो Amit. दादाले भिडियो बना अरे के बोल्छ ल गाइस अब म चाहिँ घर गएको थिएँ हैन अन्त अहिले चाहिँ गाउँघरमा चाहिँ अहिले चाहिँ अब मकै चढ्ने सिजन हो नि त है अनि अहिले चाहिँ मकैहरू रोप्ने सिजन हो अनि घरमा गएर चाहिँ यसो अनि हल्का है मैले तपाईहरुलाई ब्लग मार्फत देखाउने कोसिस गरिरहेको छु है अनि भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला अनि शेयर लाइक शेयर है गरिदिनु नभुल्नु होला है अनि म चाहिँ अहिले रिटर्न रम्फू रुममा आइसकेको छु है अनि फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ यसरी नै है अनि नेक्स्ट भिडियोमा फेरि भेटौँला है ल बाई बाई